तपाईँको सेनपाईसँग लभ परे खाएर त मिठो रहेछ। हेलो गाइज, वेलकम ब्याक टु माई छोटो मिठो भ्लग। अनि आज चाहिँ हामी जाँदैछौँ नेपाली पसल दिदीसँग। अनि पछाडि हाम्रो रुममेटहरू छन्, हाम्रो बेबीहरू होइन बेबीहरू। तपाईँको नाम भनिदिनु न त। मेरो नाम फुलकुमारी गरिदिन्छ हो के फुलकुमारी मेरो नाम। उहाँको नाम चाहिँ के भन्छ, टिकटकमा फेसबुकमा सर्च गर्नु होला फुलकुमारी। सपोर्ट गरिदिनु होला उहाँलाई पनि है त। फलो गर्नु होला, फलो गरिदिनु होला, लाइक कमेन्ट पनि गरिदिनु होला। आजको दिन चाहिँ यस्तो छ, घामसाम लागिरहेको होइन, रमाइलो छ। कस्तो भइरहेको अरे दिदी? एकदम रमाइलो होइन। तपाईँलाई नरिवल कस्तो लाग्यो? एकदम मिठो काँचो नरिवल मलाई मन पर्थ्यो। तिमीले दियो, मैले खाएँ, झोल मिठो लाग्यो। यसको त्यो झोल छ नि, नरिवलको झोल कति धेरै के हुने, एक ग्लास आएको त्यो खाएपछि गर्मी पस्दैन कि। तपाईँले त गफ त कत्रा हाल्ने रहेछ यार। तर तपाईँले मेरो अघि फोन किन काटेको के? म घरमा बुवासँग बोल्दै थिएँ कि, अनि त्यही भएर काट्नु पऱ्यो। अनि बुवाले फेरि कोसँग बिजी थिइस् भन्छन् मलाई होइन। अनि त्यही भएर मैले फोन काटिदिएको तिम्रो। ठिकै छ, तिमीलाई त म सम्झाउन सक्छु नि त, घरमा त अब सम्झाउन सकिँदैन। त्यस्तो त्यही भएर अनि मैले फोन काटिदिएको। ल हामी अब ट्राफिक नियम पालन नगरौँ न त, यहीँबाट यस्तो राम्रो भइरहेको छ होइन नि। ट्राफिक नियम पालना नगर्ने भनेपछि त्यस्तो हुन्छ। हामी बेला बेला त्यस्तै गर्छौँ नि। त्यहाँ मान्छेहरू जापानिजहरू ट्राफिक नियम पालना गरेर बस्दैछन्। हामी नेपाली हो नि त, अनि त्यही भएर हामीले जहाँ कहीँ पनि नेपालीको पारा देखाउनुपर्छ। हाम्रो फुलकुमारीहरूलाई देखाउनु प्याक गरेर कता आउँदैछन् तिनीहरू। दुईजनाको चाहिँ जोडी एकदम मिले। मैले त भनेको त्यो दिदीको माथिको खाडो पनि तल ल्याएर जोडेर बस्नु भनेको। उनको बेड भाँच्छ नि त, ठिक्क हुन्छ, मिल्छ नि त। ठिक छ, हामी काफल हेर्नु जाने नि त। उता हो काफल चाहिँ, उता पर पार्कमा यतापट्टि। अनि त्यो पाकेपछि तन्ना लगेर टिपेर खाँदा तन्ना लगेर अनि हेर्ने मात्रै के पाकेछ कि नै भनेर हेर्ने मात्रै। अब फेरि दिउँसो जान मिल्दैन क्या, राति नेपालीले जहाँ गए पनि चान्स पाएपछि गर्छ भनेपछि हो कि दिउँसो हेर्ने अनि राति जाने। रुख सजिलो छ कि छैन भनेर पनि हेर्ने कि पुरा। अनि टक्क राति जाने, अनि झ्याप्प झार्ने, खाने, फर्किने। झारेर खाएर मात्र आउने, नल्याउने रुममा त अलिअलि ल्याउने, धेरै उठेको। आजको दिन चाहिँ आनन्द भइरहेको। तर हामी यतिखेर निस्केर हो क्या, नत्र दिउँसो निस्केको भए त लास्ट घाम थियो नि। यतिको प्रेसर गर्दा कि हामीले त्यही भएर निस्क्यौँ भनेर तपाईँलाई फोन गरेको। तपाईँले फोन काट्यो होइन, हामी रिसमा निस्किन लागिसकेको थियो। फेरि लास्टमा होइन एकचोटि फोन गरेर हेरौँ, अब उठायो भने उठायो, उठाएन हामी जाने हो भनेर लुगा लगाइसकेको थियो। सरी त्यसको लागि म घरमा बोलिरहेको थिएँ क्या, त्यही भएर। अनि अब एक हप्तामा एकचोटि बोलिन्छ नि त, शनिबार आइतबार। त्यही भएर मैले काटेको थिएँ क्या। त्यस्तो शनिबार आइतबार हप्तामा दुई दिन मात्र, 2 दिन न 1 दिन बिदा भएको दिन मात्रै बोल्छु बोलिरहेको थिएँ। अब यो होटेल चाहिँ धेरै मान्छे हुँदैन है, त्यो उताको चाहिँ होइन, यसमा चाहिँ हुन्छ। यसमा हुन्छ, यो टुरिस्टहरू बस्ने होटेल हो। उतापट्टिको चाहिँ हुँदैन। यसमा हुँदैन बरु। अनि हामी जहिले यसमा आइसक्रिम खान्छौँ नि, अनि अरू हामी यहाँनिर पैसा झिक्ने उयो ब्याङ्कमा, अनि यहाँनिर आइसक्रिम खाने आएर के भन्ने। अनि यहाँ हिँड्दै गएको जाने, अनि सक्यो गएकोमा केही गर्दैन, सक्यो। अब एउटा कुरा सम्झाउनु तिमीलाई, अस्ति हामीले यहाँनिर को मान्छे भेट्टा थियो तपाईँ चाहिँ त्यस्तो नहुनु के भन्नु त, त्यस्तै होइन।
यस्तो भोलि पर्सि घर बनाए चाहिँ घरमा यस्तो चाहिँ बनाउनु पर्छ है बाहिर बनाउनु पर्छ यो त एकदम खतरा देखिन्छ है यतिको देखाउनु पर्छ नि त अब स्ट्यान्डर्ड देखाउँछ क्या यसले एकदम राम्रो देखाउँछ यस्तो रुखहरू नि रोप्नु पर्छ क्या यस्तो अनि यसको यो फुलको के अरे बोर्डको यो बोर्ड हाम्रो नेपालमा ल्यानुपर्छ कि पैसा निकाल्ने होइन दादा भाइ अहिले ननिकाल्ने अहिले छैन क्या स्यालेरी आयो भने दिदी निकाल्ने होला ओ दिदी पैसा निकाल्ने कि पैसा निकाल्ने रे पैसा निकालेर आउनु हामी यता हामी उता पैसा निकाल्दै एउटा दिदी उता एकीमा आउनु है म पैसा निकाल्दै आउँछु यस्तो माया गरिराखेको हाम्रो बुढाको त होला म त सम्झिरहेको छु अरूको कपाल देख्दा नि मलाई कस्तो मन दुखी हुन्छ के गर्नु हाम्रो तकलिफमा चाहिँ बुढोको माया नलेखेको रहेछ कि छुट्टिएर अलग बस्नु पर्छ त्यस्तो तपाईँ किन ढिलो हुनु भयो आज किन ढिलो हुनु भयो तपाईँ ढिलो सुत्यो भन्नु 5 बजी सुत्दै 4 बजेको पुग्यो हामी होइन के खायो आइसक्रिम खाने के खाने आनन्द हो 1 बजीदेखि उठेको थिएँ होइन 1 बजीतिर फेरि सुतेँ फेरि 3 बजे उठ्यो हामी 3 बजे उठेँ खाना बनायो तरकारी र बनायो भात थियो उतापट्टि पार्क रहेछ कि त्यो पार्क छ सबजना थियो त्यसपछि खाएर फेरि सुत्यो भन्नु न फेरि सुत्यो अनि सुत्ने गएको थियो धन्दा तिमीले फोन गर्यो मलाई घरमा बोलेर सुत्ने सोचिरहेको थिएँ होला आज मलाई सरकारले गाली गर्छ होला या काममा पनि हिजो के भनेर आएको थिएँ कि म 4 बजी तिमीलाई भोलि फोन गर्छु भनेर गएको थिएँ काममा अहिलेसम्म गरे होइन माया छ होला मलाई ल है हाम्रो यो खाना जग्गाको के अरे एकी चाहिँ यही हो एकदम हाम्रो ऊ त्यो खाने ठाउँ देखाउ न पिज्जा बर्गर मासु खाने ठाउँ ऊ त्यहाँनिर खान्छौँ हामी जहिले ऊ त्यहाँ खान्छौँ त्यहाँ साइजेरिया छ त्यहाँ खाने हो टक्क पारेर अस्ति नै भिडियो बनाएको मैले भिडियो बनाएको ठाउँ चाहिँ यही हो ऊ त्यो रुखमा राखेर भिडियो बनाएको थियो यस्तै छ होइन साथीहरू अरू त ठिकै छ होइन यहाँनिरको ट्राफिक बाजी कता गयो भन्ने मलाई ट्राफिक बाजेको पनि आज छुट्टी होला नि त रोकिदिन्छ ए त्यता रहेछ नि त ड्युटी त आज अङ्कलको त्यता भिड छ कि क्या हो आज धेरै हाम्रो जलकुमारी आज केही लागेको यता चाहिँ कमलको फुल छ होइन यो त हेर्नु न हिजो फुलेको थियो आज त फेरि बन्द भएर बिहान बिहान फुल्छ होला नि है अब फुलिरहेको लगाइ चाहिँ हाम्रो खाना जग्गाको स्टेसन हो अब हामी चाहिँ यो पसलमा जानुपर्ने चाहिँ यो स्टेसनबाट भित्रबाट जानुपर्छ बाटो यही हो कि फेरि अर्को बाटो छैन मोबाइल हड्यो कि क्या भन्ने तिम्रो क्यामेरा राम्रो रहेछ नि स्टोरेज फुल भएर अनि दिदी नत्र मैले भिडियो बनाउँछु नि यहाँ त्यो भित्र डिलिट गर न केमा चाहिने कुरो छ नि अब बर्थडेमा कसैले यसो गिफ्ट सिफ्ट दियो हो ऐसे खाना जावा स्टेसन यो स्टेसनमै ठुलो छ है हामीले यसलाई के गर्न सक्दैन हिँड्ने खाने डुल्ने उताबाट जाउँ होइन म लान्छु रे मैले नयाँ बाटो खोजेको छु सर्टकट भन्दा पनि त्यही बाटो हो सो गाइस यहाँबाट चाहिँ के भन्छ लोकल ट्रेन जान्छ भने अनि उताकोबाट चाहिँ सिङखानसेन जान्छ लोकल ट्रेन जाने बाटो चाहिँ यो हो अनि अहिले हामी जान लागेको चाहिँ यताको हामी के भन्छ एटिएम जान लागेको हो पैसा छैन क्या दिदी मसँग एक रुपियाँ जाने अनि त्यसपछि यता
नदेखाउँ कि भने कस्तो गर्मी पो भयो यार अन्त गर्मी नहुनु पर्ने थियो है गर्मी रहेछ ठिकै छ अब होइन यहाँ चाहिँ कति धेरै मान्छेहरू छ म चाहिँ भिडियो बनाउँदैछु त्यही पनि टक्क पाएर हेर्छ त यार मान्छेहरूले किन त्यसरी हेरेको होला चक्लेटहरू के भन्छ हामी किसिम खाँदैनौँ नि होइन खाँदैन हामी त मुखभित्र मात्र हाल्यो क्या खानु त हुँदैन नि यसलाई कहाँ खानु हुन्छ त एक दिन पैसा भएको नि हामीलाई है बर्गर खानालाई बर्गर र फ्रेन्च फ्राई खानालाई यहाँ चाहिँ के भन्छ डिफ्रेन्ट टाइप्सको माछाहरूको बनाएर पुरा राखेको छ कि अनि अब यस्तो अब यहाँबाट चाहिँ हामीले पैसा निकाल्नु पर्ने हुन्छ ल म पैसा निकाल्छ है त सो गाइज हामीले पैसा निकालेर अब हामी चाहिँ जान लागेको छौँ के भन्छ पसलमा त्यहाँ यताबाट जाने हो क्या त्यो दिदीहरूको कहाँ छ भन्ने कुरा हो कता निस्क्यो होला के आएकै छैन कि पैसा निकाल्नलाई त्यति धेरै टाइम त नलाग्नु पर्ने हो त्यो दिदीहरूको चाहिँ ब्याङ्क अर्को हो मेरो चाहिँ फेरि ब्याङ्क अर्को हो क्या त्यही भएर छुट्टै पैसा निकाल्नुपर्छ मेरो चाहिँ यतै आयो पनि हुन्थ्यो कहाँ हो मैले देखेन त यार यो ब्यागवाला पुनम भने त नरहेछ यार हेट तपाईँ पनि यार चस्मा नलगाएर म त किन हो कस्तो तिर्मिर भएको के उतै गएर बसिरहेको कि यिनीहरूको माया के माया यार बिहे गरेपछि छोडै बस्छ के माया यो माया देखाओ कि माया भन्छ होला होइन त्यो के अरे मान्छेहरूलाई देखाउनलाई बिहे गरे जस्तो होइन बिहे गऱ्यो भने गऱ्यो भने जस्तो के रिङ देखाउनु तर माया त गर्छ होला यार फुल थपेछ है ओहो चेन्ज गरेछ के खतरा रहेछ जलपरी यहाँ चाहिँ फुल चेन्ज गरेछ नत्र त्यो घाँसहरू मात्रै थियो है दामी फुल रहेछ ओए ब्लूवाला नि हुने रहेछ यस्तो फुल त है पिङ्क पनि हुने रहेछ ओए ग्रिन पनि हुने रहेछ यार ल ओए त लुगाको फुल जस्तै देख्छ त दामी देख्ने रहेछ के अरे एउटै फुल तर डिफ्रेन्ट ब्राउन डिफ्रेन्ट रहेछ क्या नेपालमा ऊ त्यस्तो त्यो ब्लूवाला चाहिँ हुन्छ है कस्तो फुल हेर्नु न यहाँ लगाइस यस्तो छ यहाँ चाहिँ यो के अरे एकीमा मान्छे चाहिँ यो टावर यो उताबाट देखाउँछु म यो हेर्न आउँछ है यो अनि मान्छेहरू एकदम यो के भन्छ यो मान्छेहरू सब यसको फोटो खिचेर बसिरहेको क्या अनि त्यहाँ पुरै के भन्छ पानीले टाइम देखाउँछ ए उयो रहेछ त्यहाँ कुरेर हामी चाहिँ हाम्रो साथी फुलकुमारीहरूलाई देखाउँ न त फुलकुमारीहरू यता बसेर आउनु नानी जाऊँ सो गाइज यहाँ चाहिँ मान्छे चाहिँ यो हेर्न आउँछ है यो हेर्नको लागि मान्छेहरू कहाँ कहाँबाट आउँछ क्या यो पुरै यही हेर्न आएको नि त हामी होइन यो चाहिँ नकुहिने काठबाट बनाएको हो नकुहिने काठबाट बनाएको हो क्या यो पुरा यत्रो ठुलो हो नकुहिने काठ यही हेर्नको लागि चाहिँ यता अनि यो पानीले देखाउँछ नि ओ फुलकुमारीहरू
यता हो कि दायाँपट्टि अघि मैले भने यो हेर्नको लागि चाहिँ आउँछ है मान्छेहरू टाइम देखाउँछ यो अनि यो त्यो यही हेर्नको लागि आउँछ मान्छेहरूले उतापट्टिबाट त ठ्याक्कै खुल्यो यताबाट जाने हो यत्रो बिल्डिङ कहिले देख्नु भएको छ तपाईँहरूले टोपी खस्छ हो यो बिल्डिङ हेरेपछि त होइन टोपी नलाएर मात्र हो मैले हिजो जस्तै क्याप लगाउनु पर्ने होइन ढाका आज लागेन भन्नु न तपाईँको खसेन त मान्छेको अगाडि तपाईँले टिप्नु पर्थेन यहाँ चाहिँ म त अस्ति राति आएको थियो क्या त्यही भएर मान्छेको होटेल रहेछ स्यास्मीहरू पाउने रहेछ है त्यहाँ स्यास्मी मन पर्दैन मलाई तर बनाउनु चाहिँ आउँछ त्यो काँचो मासु कसले खान्छ हौ त्यही त त्यो मैले भन्यो उता मलाई त्यो निमजीले सुसी खान लाग्यो भनेर गएको थियो होइन काँचो मासु खुवाउँछ भने यार दिदी म त धन्नै भमिट गरेको यार अनि मैले त अनि खान सक्दिनँ भनेर त्यसलाई खाऊ भने त्यो थ्याट त्यस्तो फर्स्ट टाइम खाना गएको होइन के मिठै होला जस्तो लागेको थियो क्या अब क्लासमा सेन्चीहरूले भन्दाखेरि त एकदम मिठो हुन्छ भन्थ्यो नि होइन अनि मैले झन् मिठै होला भनेर होइन खाएको त आमा काँचो मासु रहेछ ओहो यो त ठुलो पो रहेछ है दिदी यो बिल्डिङ त त्यो बिल्डिङ त है कस्तो गोलो बिल्डिङ त यो त्यो र यो जोडेकै हो कि क्या हो है आमा म त अस्ति राति आएर नदेखेँ जस्तो छ कि लो हेर्नु त साथीहरू यो बिल्डिङ र त्यो बिल्डिङ जोडेको बिल्डिङ रहेछ यो बिल्डिङ कति ठुलो त यस्तो आकाशमै छ यार त्यो बिल्डिङ त हेट त्यहाँबाट त्यस्तो छतमा गयो त हाम्रो भात पुग्छ होला है माथि हेट अनि एउटा रुख पनि देखाउँछु म तिमीलाई ठुलो ऊ त्यहाँ फरक छ म त अस्ति राति गएको थियो क्या अब होइन तिमीलाई थाहै न अनि जेसनले हामीलाई कहिले कहिले यो बाटो घुमाएर ल्याउँछ त गाडी हो तर अनि राति त मैले कहाँबाट थिएँ ऊ यहाँ पनि छ नि साइजेरिया हो यहाँ नि छ कि साइजेरिया यहाँ फुल हेर्नु न गाइज नेपालमा यस्तो भएको भए त कति मान्छे आउँथ्यो होला टिकटक बनाउँथ्यो होला कति बनाउँदैनौँ कि हामीलाई कुनै यसको रहरै छैन कि होइन कस्तो राम्रो हेर त बेबीलाई दिने जस्तै के यस्तो भन्दा भन्दै यहाँ बत्ती रातो चलेछ गइसकेको यार होइन त नि बेबीलाई जस्तै अब नेपालमा गएर तपाईँको बुढालाई दिनु एको नेपाली नेपाली जस्तो लाग्यो नेपाली होइन भने भन्दैन हामी ननेपाली हुन्छ त ल हेर के बोलेको हामी चाहिँ यहाँ सिग्नल कुट्दैछौँ होइन कति धेरै मान्छेहरू छन् सिग्नल कुट्दैछौँ हामी चाहिँ लेट्स गो फुलकुमारीहरू अस्ति मैले तिमीलाई नयाँ बाटो देखाउँछु बहिनीलाई भने पनि केही बाटो हो कि क्या मलाई थाहा छ अनि यहाँनिर किन देख्दैनौ त यत्रो बिल्डिङ गोलोवाला यादै गरिनँ क्या म आधा देखिन्छ क्या हेर न उताको देखिन्छ कि माथि आकाशै छुन लाग्दो छ हेर यत्रो ठुलो आमा ल म पहिला बसिरहेको ठाउँमा त यत्रो ठुल्ठुलो बिल्डिङ त थिएन कि दिदी बिल्डिङ त ठुल्ठुलो थियो होइन तर धेरै थिएन कि यहाँनिर पनि धेरै त छैन पहिला जहिले यो बाटो हिँड्नु भएन अनि यहाँनिर बस्थ्यौँ क्या जहिले पिर बिसाउन चौतारी यही थियो पहिला हिउँ परेको बेला एउटा मान्छे यहाँनिर यस्तो घोड आएको थियो हेर
त्यस्तो हिउँ परेको थियो यहाँ त लास्ट हुनुपर्छ नि ए होइन नि त्यो बिरालोको रहेछ है बिरालो मन पराउने रहेछ यहाँको के भन्छ ओनरले चाहिँ बिरालो झुन्डाएर रहेछ यार हामी दिदी सोचेको भएपछि एक दिन जानुपर्छ है के अरे रक्सी खाना पार्टी गर्न जाने क्या टक्क ड्रेस लगाएर अस्तिको जस्तै होइन अब त्यहाँ उसमा अस्ति चाहिँ त्यहाँ गयो नि त त्यस्तो मैले कि अब चाहिँ पुरा खाने ठाउँमा ड्रेस लगाएर अनि इन्जोय गर्नु बस्ने ठाउँमा त्यो घुम्ने ठाउँ मलाई यस्तो के नेचुरल भ्यूहरू यस्तो रुखहरू पानीहरू माछाहरू यस्तो हेर्नु मनपर्छ यो बिल्डिङहरू मान्छेहरू हेर्न मनपर्दैन कि मलाई एकान्त ठाउँमा एकदम पुरै पाहाडको त्यो लिन मन छ कि मलाई आनन्द त्यस्तो ठाउँमा त बुढालाई लगेर जाने हो कहाँ साथीलाई लगेर जान्छ त लिएर आउने अब 2 वर्षपछि 2 वर्ष बेला त बुढोसँगै जाउँला कि अहिले त अब तिमीहरूसँग जानु पर्यो नि त त्यस्तो गरेर तिमीहरूलाई त्यो ठाउँ मन पर्दैन भने मलाई लग त्यहाँ छोडिदेऊ होइन अनि पछि टाइम भएपछि लिन अनि ए पुऱ्याउन पनि जानुपर्ने लिन पनि जानुपर्ने आम्मै कुमकुमारीहरू आएन कि कति राम्रो क्लिप लगाएको यो केटीले है मेरो नि त्यत्रै त थियो नत्र कपाल मन पराउँदैन कपाल भएको केटीहरूले यिनीहरूले छोरी भन्छ यिनीहरूको त्यो बुढाबुढीहरूलाई के बुढाबुढीहरूले त्यस्तो भन्छ कि तिनीहरूको सोच अनि हाम्रो चाहिँ नेपालीहरू कपाल पालेको केटीलाई चाहिँ संस्कारी अनि त्यो कुर्ता सुरुवाल लगाएको केटी चाहिँ संस्कारी रे साडी लगाएको अनि हामी जस्तो यो स्कर्ट लगाएर अनि हुन्छ नि त अनि अब यसरी हिँडेपछि चाहिँ त्यो ट्यापे संस्कारी के नाम दिन्छ कि त्यही नि अब मलाई त दुइटै नाम दिन्छ किनकि मैले दुइटै लगाउँछु अहिले म यस्तै लगाएर हिँड्छु होइन मेन्टेन गर्नु पर्यो लगाएर राम्ररी बनेर हिँड्छु अहिले चाहिँ त्यति बेला चाहिँ मलाई संस्कारी बुढारी भन्छ अहिले त म छैन त्यस्तो संस्कारी मैले अब सब कुरा त्यागिसकेँ म एकदम ट्यापे पारामा हिँड्न चाहन्छु होइन त्यसलाई ट्यापे पारा भन्नु मिल्दैन म त कि अब उनीहरूको नजरमा म मेरो नजरमा राम्रो छु तर बिचमा तर लाग्छ कि अनि उनीहरूको यसमा चाहिँ म एकदम कस्तो भनौँ ल आएन क्या आएको कि ते नान दे उसो यस्तो भन्यो भने मलाई त तिमीसँग त बोल्न नि डर लाग्छ भनेर भन्छ तपाईँको रुममेटले मलाई किन भनेको हामी कस्तो भन्छ उसको रुममेट ऊ मिल्दैन मेरो रुममेटसँग म मिल्दैन होइन त्यस्तो अहिले भिडियो हेरेर मार्छ अनि अब ऊ र म मिल्छ अनि मेरो रुममेट र उसको रुममेट एक मिल्छ कि अनि हेर नमान देखाइदिनु त्यहाँ अनि ऊ यस्तो छ पारा होइन दुईजनाको पारा यस्तो छ यस्तो गर्नुपर्छ क्या उनीहरूलाई नदेख्ने गरी त्यो हाल्नुपर्छ क्या भिडियोहरू किनकि अब देख्यो भने त हाम्रो कुरा मात्रै भन्छ नि त उसले अनि त्यही भएर तपाईँ खतरा बोल्ने रहेछ भिडियो बनाउनु न तपाईँको बनाउँछु म मेरो लाइफमा आउँदैन मलाई हो यस्तो मनपर्छ के यस्तोमा ताल खेल्न मनपर्छ मलाई बग्न मनपर्छ टक्क बारेर होइन तपाईँ त गाउँघरमा बस्नुपर्ने मान्छे रहेछ यार मलाई यस्तो मनपर्छ होइन यस्तो रुखहरू पलाएको अनि
होइन यस्तो रुखहरू पलाएको अनि यसको छेउमा यहाँ बस्न होइन यहाँ बसेर मोबाइल चलाउन यस्तो मनपर्छ कि मलाई अनि अब त्यही त होइन यहाँ चाहिँ झ्याप भयो क्या हो यो पनि झ्याप्मै छ हेर्छ ल यार कस्तो नजरले छ्या योले नि यो नजर गाडे जस्तो छ यार अनि बुढो भएको मान्छेले त्यस्तो केही फरक पर्दैन होइन अस्ति नै त्यो मैले मेरो पैसा निकाल्नै मिलेन एटिएमबाट भन्यो नि त्यो बेला म यहाँ यो ब्याङ्कमा आएको थिएँ यति टाढा अनि हामी त पोस्ट अफिस पुग्यौँ त अनि उयो किन पोस्ट अफिस पुग्यौँ त मेरो बारेमा त्यो ल्याउनु थियो के सामान यहाँ यो ब्याङ्कमा हाम्रो एटिएम यहीँ छ लिनुपर्ने किन डराउन गर्नु होइन त मलाई अनि होइन डराउनु गएको होइन पुनमलाई भनेको हामी यहाँ पुगेको भनेर वाउ देखाउँ न यस्तो मलाई यस्तो यस्तो मनपर्छ कि यस्तो यस्तो हेर अब छुन मिल्दैन के गर्नु अनि नेपालमा भएको भए त यस्तो टिप्थ्यो होला देखाउन मिल्छ यतिकै यति छुन मिल्दैन कि यहाँनिर यही प्रब्लम हो तर मलाई फेरि छुयो भने चाहिँ के हुन्छ छुएर मलाई सुन्न पाएपछि चुनमा चाटी गर्न मन लाग्यो चाहिँ एकदम सुकुन मिल्छ के छुयो भने चाहिँ के हुन्छ माया लाग्छ नि त यस्तो होइन होइन त्यो छुयो भने चाहिँ के हुन्छ अब त्यो यो रोडको त छुन मिल्छ होला सायदै होइन मैले अब त्यो छुएपछि अब त्यस्तो अब त्यो न्युजहरूमा देखाएर पुलिसहरू आउँछ अनि कस्तो पारेर लग्छ मामाहरूतिर भन्छ नि त त्यही भएर मलाई डर लाग्छ त्यहाँ छुन फेरि अनि यहाँनिर रोकुगाछु रोकु निची के छ यहाँ अब उताबाट यस्तो गएपछि होइन अलिकति उता छ क्या त्यहाँ पसल फाइनली हामी पुग्छौँ त्यहाँ होइन हाम्रो 5.5 घन्टा काम छ आज अनि लोत बेला आज सुजुकी सान आएन भने त पेलाउँदैन तिनीहरूले मिलाउनै जान्दैन रहेछ कि अरूहरूले त के हो त्यो एउटा रेनको मान्छे मिलाउनलाई 4-5 जना आएको छ कि त्यो हिजो मैले कस्तो फास्ट काम गरेँ होइन त्यो बुढाहरू पनि आइरहेछ त्यो 2टा बुढी नै आइरहेछ त्यो एउटा रेनमा मान्छे मिलाउनलाई सुजुकी सान आएपछि चाहिँ रमाइलो लाग्छ कहिले जिस्काउन आउँछ माइन्ड देखाउँछ रिस्नु त्यतिकै हो हामी आफ्नै आमा बाउले त घरि रिसाउँछ घरि कराउँछ घरि माया गर्छ बुढाबुढी अब उताबाट यता हो के पारेको नि न्याउ पानी यस्तो फुट्न मन लाग्छ बेला बेला हेर किन अर्काको छोरी भएर हो भन्नु न आफ्नो बहिनी भएर आफ्नो बहिनी आफ्नो नन्द भएको भए यस्तो फुट्ने ए आफ्नो नन्दलाई नै फुट्ने मैले कि आफ्नो रिश्तेदारलाई चाहिँ फुकाइदिन्छु जापानको घर चाहिँ यस्तो हुन्छ पुरानो घर चाहिँ पुरै यो के भन्छ फलामले बनाएको हुन्छ क्या यो फलाम होइन नि फलाम हो यो फलाम हो कि दिदी यो फलाम हो ए फलाम पो रहेछ त अनि फलाम हो म त त्यो छानाको छ नि त्यो छानाको पुरै फलाम हो म सोचिरहेको थिएँ नेपालमा त्यो चौधरीहरूको घर हुन्छ नि टाइल लगाएको त्यही हो होइन फलामको हो त्यो सब फलामको त्यसो भए त अनि हिउँ पर्दाखेरि त चिसो होला नि होइन फलामको हो क्या दिदी उताबाट उतासम्म त जाने त्यहाँबाट यस्तो लेफ्ट जाने हो त्यहाँबाट लेफ्टमा उताबाट राइट साइडमा मैले फिटकरी मागेको अस्ति होइन मलाई के दिएछ भने के अरे होइन अर्को के हुन्छ अरे
चिनी नै हुन्छ क्या होइन कपुर होइन होइन त्यो गुली गुली हुन्छ त त्यही चिनी त हो सक्छ चिनी होइन क्या फिटकिरी जस्तै त त्यही सक्कर हुन्छ होइन क्या मिश्री मिस्त्री मिश्री दिएको क्या मलाई फिटकरी मागेको सौपमा हालेर खान्छ नि त्यही मिस्त्री रातोवाला सेतोवाला सेतोवाला मैले फिटकरी मागेको मलाई त्यो दियो अब आज गएर सोध्छु म फिटकरी है कि नै है भनेर यस्तो चाहिँ म चाहिँ अस्ति नै बनाइरहेको थिएँ अहिले बनाएको छैन रहेछ त्यो त लाग्छ टाइम यो पुरै फलामको रहेछ गरिबको घरमा नि हेट गरिबको घर टाइम लाग्छ नि त तपाईँले लास्टै हँसाउने रहेछ यार हो कि गरिबको घर टाइम लाग्छ बनाउन धनीको घर चाहिँ अहिले भर्खर बनाएर आने भोलि बिहान नयाँ बन्छ कि हो गरिबको चाहिँ 1 महिना 2 महिना 1 वर्ष जति लाग्छ यहाँनिर 1 वर्ष त लाग्दैन हो गरिबको त फेरि हाम्रो नेपालमा एउटा घर बनाउनै ठ्याक्कै 1 वर्षभन्दा नि बढी लाग्छ दिदी 2 वर्ष जति त लाग्छ यस्तो सामान्य घर बनाउन नै मेरो लाग्छ सपनाको घर यस्तै हो के हो यस्तो बनाउँछु म त एउटा गाडी राख्ने ठाउँ होइन यहाँ गाडी एउटा किचन एउटा कोठा अनि एउटा गेस्ट रुम एउटा पूजा रुम चाहिँदैन के बङ्गला चाहिँदैन म सानो घरको रानी बन्ने हो कि ए अब यहाँसम्मलाई हाँसेर गइरहेको तिनीहरू नेउपाने अरू त हाँस्यो नेउपाने हाँस्यो क्या नेउपाने हाँस्यो नेपाली हाँस्यो भने मलाई रिस उठ्छ के अनि किन हाँस्यो तिनीहरू थाहा छ किन हाम्रो कुरा काट्दै हाँसेर हो नि त यो कुरा बुझ्नुपर्छ कि उनीहरू हाँस्यो हाम्रो कुरा काट्यो त्यति हो हामीले बुझ्ने त्यति होइन त्यति बुझ्ने कस्तो कस्तो घर बनाउँछ क्या यार के त्यो त इन्डियन स्टाइलमा छ त है काठमाडौँमा पनि यस्तै यस्तै छ एउटा दुइटा घर कहाँनिर भन न त्यो उतातिर यता इन्डियन बल्कुतिर यस्तै यस्तै घर होइन दिदी यो त इन्डियन स्टाइलको घर हो पनि हुन्छ हो यस्तो घरहरू काठमाडौँको त्यो किर्तिपुरतिर नेवारहरूको घर यस्तै हुन्छ कि यो के अरे नेपालबाट मान्छे आएर बनाएकै हो त के थाहा नेपाली बाबैको घर पनि हुनसक्छ यो चाहिँ उ त्यो रत्न पार्कको आकाशे पुल छ नि सेम मलाई त्यहाँबाट यताबाट उता जाने बाटो जस्तो होइन त्यो मलाई यो यताबाट गयो होइन अनि त्यहाँनिर चटपट खायो होइन यस्तो छेउ पुलको मुनि त्यहाँबाट गयो अनि त्यो भुटपुरी मण्डपमा लुगा किन्यो ससुरोको 100 त्यहाँको काँक्रो खानुभयो खान्छु म खान्छु मोमोहरू अनि चटपटहरू अनि त्यो चाउचाउ के काँचो चाउचाउ होइन यो नपकाएर त्यति साँधेर के गरेर दिन्छ कि त्यो मिठो हुन्छ त्यहाँनिर फेरि त्यस्तो हामीलाई फेरि कस्तो कि आफैले जे बनायो नि मिठो नलाग्ने अरूले बनाएर अरूले दिएको बनाएको चाहिँ त्यहाँ पैसा तिरेको छ नि त दिदी त्यही भएर मिठो लागेको त्यही भएर मैले मिस गरिरहेको छु नेपाली ल तपाईँसँग मोबाइल छैन भने यहाँबाट फोन गर्नु पनि मिल्छ है ल कति रुपियाँ पैसा हाल्ने मैले ल्याएको छैन हो 10 रुपियाँदेखि 100 रुपियाँसम्म पैसा हाल्ने यहाँबाट फोन गरेको अहिले लो मोबाइल ल्याएको छैन मैले रुममै छोडेको छु तपाईँको त्यो नेपालमा फोन गर्नलाई त 10 रुपियाँ 100 रुपियाँले पुग्दैन 1000 रुपियाँ ल्याएको छु नि त मैले पुगिहाल्छु 1 मिनट बोल्नु हेलो बुढो मैले ल्यान्डलाइनबाट फोन गरेको कस्तो सुनिरहेछ जापानको ल्यान्डलाइनबाट बहिनी अनि यो त टाढै आइपुग्यौँ जस्तो छ हो हामी त किनकि यहाँबाट सिधै यता गयो भने त हाम्रो काम गर्ने खाइस्या हो नि त हो त्यही भएर हो कि बहिनी रियालिटी अनि अलिकति केही पाउनको लागि केही त गुमाउनु पर्यो नि दिदी हो होइन हुन त तर हामीलाई काम जान ढिलो हुन्छ कि भन्ने हो कि हुँदैन ठिक्क हुन्छ आइसक्यो अब त्यही भएर तपाईँहरूलाई छिटो आउनु भनेको छिटो जाऊँ भनेको म त घरमा बोलिरहेको थिएँ अनि बोल्दा बोल्दै के खानु पाएको त्यही नि मैले ल म उता जान्छु भनेर आएको हो कि म फेरि अब
सबै कुरा म यता यस्तो नेपाली पसल जाँदैछु नयाँ भनेर आएको होइन ठिकै आएको यता जान्छु मेरो काम 24 मिनेटको भइसक्यो ल गाइस फाइनली अब चाहिँ हामी चाहिँ आइपुग्न आँट्यो होइन अलिकति टाढा छ तर सामान अलिकति सस्तो छ कि त्यहाँ यहाँ सुन त चाउचाउ त्यहाँ 65-75 मा छ कि मैले अस्ति एकचोटि लगिदिन धेरै चाउचाउ त्यस्तै छ कि मेरो सबै छ बहिनी अस्ति म एकचोटि यहाँ आउँदाखेरि त्यो अस्ति नै म एक दिन त्यो मान्छेले मलाई कसरी हेरेको यार यस्तरी रे कि दिदी यस्तरी रे कि खै दिनुपर्छ एक लाख आउँछ यिनीहरूलाई यस्तो मन पर्दैन नि र मलाई चाहिँ यार अस्ति म त्यो उसमा ट्याक्सी बुक गरेको यता हस्पिटल आएको थिएँ कि यता हस्पिटल जानुभयो यहाँ यो सरकारी हस्पिटल छ कि अनि यही बाटो जस्तो लाग्यो हो मलाई त अनि यता कहाँ एउटा तरकारी पसल छ क्या यस्तो सस्तो सस्तो पाउँछ अगाडि तरकारी सस्तो पाउँछ भने जाउँ न एक दिन पोस्ट अफिस यहाँ रहेछ त ऊ नेउपानेको कहाँ हो सामान त्यो उसमा जेपीमा रे कसले भनेको त्यो जेपीको पनि पोस्ट अफिस त्यही हो कहाँ जग्गा सबभन्दा नेपालमा सामान पठाउने भने पठाउँदाखेरि पनि त्यहाँबाट पठाउँदा नि हुँदो रहेछ त नान्दे नेपाली छन् के साइड लुक्स दिन्छ त कहाँ गएको रे तपाईँ आज दिदी तपाईँले फोन गर्दाखेरि के भने अरे मैले डेटिङ कहाँ जानु डेटिङ जाम ल बसौँ खाखौँ न छिटो कता जानुभएको थियो अनि रुममा त देखिन भयो त्यो माथि तलतिर तपाईँको सेनपाईसँग लभ परेको अरे त हो अनि किन अनि म पुनमको रुममा आउँदाखेरि कोही थिएन त म लजाको हेर्नु न म त डाए फ्यान भयो लजाको हेर्नु रे दिदी फेरि ऊ कस्तो लजाउँछ हेर न अनि मैले भनेको पुनमलाई नेउपाने छैन हो अनि कसको फोन आएको थियो होइन मैले त यस्तो लाग्यो त्यो सेनपाईसँग लभ परेको भनेर सुनेको थियो डेटिङको पुनम नेउपाने छैन रुममा ऊ जाँदैन भनेको थिएँ कि मैले अनि फेरि माथि जान्छु त धेरै सुत्या छ फेरि एकछिन 5 मिनट भेटेर आउँछ जस्तो लाग्छ बेला बेला ऊ त्यहाँ हो मैले भनेको त नि अलिकति टाढा छ भनेर मैले तपाईँहरूले छिटो जाउँ भनेको त हो नि तपाईँ हो सबभन्दा ढिलो आउने फोन गरेको फोन उठाउँदैन मैले फोन गरेको तपाईँलाई पनि लाइनमा फोन गरे मैले सज भने अनि नाम सज भने नि फोन गरेँ के अनि छ नि ल जाउँ खानाहरू आज महँगो लिन्छ यस्तो मात्रै दिँदैन जाउँ 4,000 पाएर 1,000 रुपियाँ हालेर खान्छौँ होइन सानो यत्रो सानोलाई नि 6-7 हजार एक पाउन्डकोलाई त झन् नेपालमा त 1200 रुपियाँ किन्यो भने त जति खाऊ के होइन
यहाँ त फेरि 4,000 किनेपछि 2 जनालाई खानालाई पुग्दैन कि मलाई त लास्ट म नेपालको धेरै कुराहरू मिस गरिरहेको छु कि नरुनु है फेरि आँसु बुझ्नलाई यहाँ तपाईँको बुढा छैन म सक्दैन फेरि अहिले बुझ्दिनँ कि म खानु मन लागेर म गइसक्छु त्यही त अनि सानो पसल रहेछ Questi stanno come se यता बुढीको फेरि अर्को रहेछ यिनीहरूको सानो घर भयो नि बाहिर लगाएको देख्ने बित्तिकै कति राम्रो बनाएको हुन्छ होइन देख्छु मलाई त रियल मनपर्छ के रियल मन हामी त बहिनी यहाँबाट भित्र गएपछि त्यो देशीको पसल छ नि मोमो पाउने त्यहाँ पुग्छौँ नि को देशीको अस्ति हामी जाऊँ भनेको नि इन्डियनको त्यहाँ पुग्नु सकिन्छ हो है थियो पसल कहाँ पुग्यो ए उ त्यहाँ ऊ थुक्क यस्तो त जल्दीमा उ त्यो उ त्यो अँ ए हाम्रै त्यही नेपाली दाइको पसल हो होइन होइन कति हो भयो एउटा बङ्गाली र नेपालीको पार्टनरसिपमा खोलेको गरेकै हो खै त अनि यहाँ क्रस लाइन छैन त छैन अब उताबाट क्रस गर्नु भनिन्छ अब यहाँबाट जाउँ ओइ छैन भने त मार्छ होला ऊ तलनिर छ जाम होइन के पर्दैन भने गाली गर्छ उही पुनः हेर न हेर्नु छ्या, के बोले के रेर रेर के भनेको रे दिदी ल जाउँ न त आउनु यस्तो डर पर्छ यार दिदीहरू सिग्नलबाट काट्नुपर्छ अनि म त बुट्टा गएको हो क्या तर अस्ति म एक्लै थिएँ नि त अनि आज त फेरि ग्रुपै छ अब म एउटा ब्लु त भागेर गएँ नि के फरक मान्छे मऱ्यो क्या के भन्नु यार घरभित्र हो कि नियन्त्रणको घरभित्र बुढाबुढी मरेको 15-20 दिनपछि गर्न अहिले थाहा हुन्छ हो 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 कि हो साँच्चीकै हो बनायो कि होइन सो गाइस फाइनली हामी चाहिँ पुग्न लाग्यो के हो तपाईँहरू पादर यिनीहरूको मान्छे मरेपछि 2-3 महिनापछि मात्र थाहा हुन्छ मान्छे नि हुनु पऱ्यो नि त नि छोराछोरी 17-18 वर्ष पुग्ने बित्तिकै बाहिर बस्न थाल्छन् बुढाहरूको कहाँ जान्छ लो 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 अम्मै के लेखेको लो भन्नु ओमाची कुदासाई नेपाली छन् ओमाची कुदासाई भनेको के हो वाकारी मासु गाइजहरू भर्खर आएको हो नि त 1 महिना नि भएको छैन अनि त्यही भएर उसलाई आउँदैन यस्तो कुराहरू अनि त्यही भएर हो त अनि आउने भए त आदिवासी किन भनेको त होइन अस्ति मैले खुल्यो अस्ति मैले के भनेको पुनम के भनेको हो बिर्सिहालेँ त्यो कुरा त म के हो त
तपाईँहरूले त्यस्तो थाहा क्या हामी थाक्यौँ नि जहिले 5:30 घन्टा ड्युटी हुन्छ त्यही दिन तिमीले हिँड्न आउँछौ मैले तपाईँहरूले जमजम भनेर ल्याएको हो अहिले फेरि म अहिले फेरि दिन्छु है दनाको फेरि रुममा मैले के भने जाने भयो हिँड्नु न त सुत्नु भने आऊ मैले त तपाईँ आफै आउनुभयो त तानेर ल्याएको होइन एउटा कुरा मैले नेउपानेको के कुरा मनपर्छ भनेपछि जति थाकेको छ होइन जाम बाहिर भने पर्ने खुट्टा उचालेर हिँड्ने के यो कुरा मलाई यस्तो हाँसो लाग्छ भन्नुपर्छ मरेको फाइनली हामी चाहिँ आयो यो है नयाँ के भन्छ नेपाली नेपाली होइन नेपाली भनौँ न नेपाली र चाइनिज मिक्स होइन इन्डियन मिक्स छ ए हो फाइनली हामी पुग्यौँ होइन अब किन्छौँ यसरी छ अरे यताको चाहिँ ल के चाहिन्छ तपाईँहरूलाई किन्नु तिमीले भने दिदी पसलबाट चाहिँ डेलिभरी पनि होम डेलिभरी हुँदो रहेछ है होम डेलिभरी हजुरहरू पनि यसरी सामान मगाउन सक्नुहुन्छ मेरो पनि हो है यसरी तपाईँहरूले डेलिभरी गरेर हजुरहरूको घरको ढोकामै आइपुग्छ सामान डेलिभरी गर्न के अरे अर्डर गर्न नबिर्सिनु होला अनि पसल चाहिँ उहाँ दाइको सो गाइज आइदिनु होला है त हजुरहरूले सबैजना लाग्यो सामान म सिरियस भएर क्वेसन सोधिरहेको थिएँ के किन्नु भयो दिदी तपाईँले यो छोरा किने कि मैले यो मलाई एकदम मनपर्छ छोरा नपाउने छोरा कस्तो स्याभेज रिप्लाई दिन्छ भने छोरा पनि पाइहाल्छ एकदम सस्तो प्राइसमा रहेछ क्या यो अनि लगिदिएँ मैले एउटा चाहिँ यो लग्छु अनि अरू पनि लग्छु म बिस्तारै दोकानमा हेर्दै प्राइसको लागि हो मेथी पनि रहेछ त यार नेपालीले ज्वानो खान्छ नेपाली ज्वानो खाने बेला तपाईँ त पसलमा काम गर्नुपर्ने मान्छे तपाईँहरूलाई के मन पर्यो म त अचार बनाएर राख्दियो कि ल दिनु तपाईँहरू बिचमा चाहिँ तपाईँहरू बिचमा मात्रै खाने हुन्छ
हामीलाई ओइसी लाग्छ कि होइन त्यो दिन प्लान बनाइरहेको छ जाने छु मैले कस्तो गर्छ रोना चाहिँ नरोस् जिरा र धनिया मिक्स गरेर मसला यहाँ छ होला नि त्यो दिदीले सोध्नु धनिया पानी खाने चाहिँ अब त्यो खाँदै हुन्छ तपाईँ यस्तो खाने यस्तै खाएर हो क्या तपाईँ त्यो गालामा मासु मोटो मोटो लाग्यो अहिले नेपाली दिदीहरूले के भन्दैन होइन अरू कसैले त्यसरी बोलाएको छ तिमीलाई मान्छेले कसैले लाइन गरेर नेपालमा त धन्यवाद है हामी फेरि अरू धन्यवाद दिदीलाई धन्यवाद दिदी साथीहरू आउन नबिर्सिनु होला बाई बाई हामीलाई चाहिँ दिदीले चियापत्ती दिनुभयो हामी चिया खान्छौँ अब उहाँहरू चाहिँ पसलबाट दिएको जुस खाँदै हुनुहुन्छ मिठो रहेछ ल साथीहरू फ्रीमा होम डेलिभरी हुन्छ अरे फटाफट अर्डर सबैजना हो है हाम्रो आफ्नै दाइ हुन् क्या तिन चाहिँ एकदम पहिलेदेखि चिन्जान भएको त्यस्तै म त चाउचाउ मगाउनु पर्ला यार राम्रो हुनुहुन्छ दिदी तपाईँको चाउचाउ सकेपछि भन्नु ल हामी दुईजना मिलेर एक बक्स किन्नु पर्ला कति रहेछ सोधेन तर सस्तै त हो र नि 65 रुपिस 65 भनेपछि काठमाडौँमा अझै सस्तो पर्छ के अझै सोध्ने प्रायः किन त 65 भन्ने कार्टुन किन्नु त झन् अलिकति सस्तो पर्छ 1200-1300 मा पाइन सक्छ सो गाइस हामीले चाहिँ सामान किनिसक्यो होइन अब चाहिँ हामी छिटो रुम जानुपर्ने हुनसक्छ किनभने आज चाहिँ हाम्रो काम अलिकति छिटो सुरु हुन्छ 10 बजीदेखि हो अनि 8 बज्न लागिसक्यो अनि रुममा चाहिँ हामी 9 बजीभित्रसम्ममा पुग्नुपर्छ किनभने गाडी चाहिँ 9 बजी आइसकेको हुन्छ सो गाइस त्यही हो आजको लागि यति नै भ्लग हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला अनि सेयर पनि गर्न नबिर्सिनु होला यता नि खाना जग्गामा वरिपरि बस्नुहुन्छ भने सामान यताबाट किन्नु होला दाइकोमा अलिकति अफोर्डेबल प्राइसमा छ अनि यदि तपाईँहरू आउन भ्याउनुहुन्न भने पनि उहाँलाई कल गरेर तपाईँहरूले आफ्नो एड्रेस दिनुभएपछि होम डेलिभरी पनि गर्नुहुँदो रहेछ फ्री होम डेलिभरी कसैले पनि दिँदैन गाइस त्यस्तो जापान जस्तो ठाउँमा आएर त्यही भएर अर्डर गरेर आफूले नेपाली खाना चाहिँ मगाउन नबिर्सिनु होला उहाँहरूले बिरयानी पनि बनाउनुहुन्छ अरे दाइ के अरे म पसलको उस चाहिँ के भन्छ फोन नम्बर चाहिँ स्क्रिनमा राखिदिन्छु हजुरहरूले कन्ट्याक्ट गरेर मगाउन सक्नुहुन्छ है त गाइज ल आजको लागि चाहिँ यति नै बाई बाई